नेपाल यातायात। समयको निर्मोही छातीमाथि बेतलब दौडिरहेको छ एउटा बस। उसको निधारमा लेखिएको छ नेपाल यातायात। त्यही बसमा धर्मराउँदै चढिन् बिन्दुदेवी सदा र उभिरहिन् बसभित्रै। मधोसी काठमाडौँलाई वासै गनायो मधेसी मिट्टी। बायाँ छेउमा सोचमग्न छ कम्युनिस्ट घोषणापत्र पढ्दै गरेको चिन्तक। दायाँ छेउमा विराजमान छ गान्धीको आत्मकथा पढिरहेको गम्भीर शोधार्थी। चालकको छेउमा छे बजारको रङ्गीन दुनियाँमा सर्वस्व लुटिएको एक ठिक्का उत्तर। आरक्षण सिटमा छ सनातन धर्मी महामहिम। बिन्दुदेवीलाई पुग्नु छ आजै मधेस। रोप्नु छ सिमानामा एक लस्कर हात्तीबार अनि पठाउनु छ काठमाडौँलाई छिटीमा केही काउली र टमाटर। गुडिरह्यो नेपाल यातायात जसरी गुड्ने गर्थ्यो कुनै दिन महाराजको खराउ बोकेर हतार हतार। आज पनि गुड्दैछ उसै गरी बोकेर केही जोर नयाँ खराउ। इतिहासको नमिल्दो भारी बोकेर बेतोडले हुइकिरह्यो नेपाल यातायात। हुइकिँदा हुइकिँदै बेस्कन हल्लियो अबरमा ढलिन् बिन्दुदेवी गाडीमै। पोखियो उनको काखबाट भर्खरै कफिनबाट निकालेर घाटमा पोली आएको छोराको आलो खरानी। ढलिरहिन् बिन्दुदेवी सदा, ढलिरह्यो एउटा राष्ट्र। तर सिट दिएन काठमाडौँले।